सबैजना सन्चै आरामै हुनुहुन्छ भनेर। अहिले चाहिँ हाम्रो समय 4:09 भएको छ। हाम्रो यात्रा चाहिँ बागलुङदेखि एबिसीसम्म छ, नर्थ एबिसीसम्म राइड अनि ट्रेक गरेर 3 दिनको यात्रा छ। अब हेरौँ के हुन्छ। हामी चाहिँ 6 जनाले यात्रा लगाइरहेको। अब हेरौँ अब कहाँसम्म हुन्छ हाम्रो गन्तव्य। लास्टसम्म हेरेर मायाले हेर्नुहोस् ल। सहयोग साथीहरू, हामी चाहिँ अब यहाँदेखि निस्किन लागिरहेको। साउन्ड कस्तो आइरहेको छ केही थाहा छैन मलाई। अब हेर्दै जानु कहाँसम्म पुग्नु। हामी चाहिँ यहाँ यो बागलुङदेखि बेनीको बाटो हुँदै अब कहाँ बसिन्छ हामी त्यहाँ खाना खाएर जाने सोचमा हो। अब एङ्गल मिलेछ कि नै के हो फर्स्ट टाइम माउन्टमा हालेर चलाउनुलाई केही थाहा छैन है साथीहरू मापामा। अब हेर्दै जान्छ अब उतै गएर भेटौँला है प्राय। ल साथीहरू, हामी चाहिँ यो कुन ठाउँ हो? यो ठाउँको नाम के अरे बाबु? ल यो ठाउँको नाम चाहिँ थाहा छैन है। छैनकुमारी सही हो। केटाहरू चाहिँ पछि आइसकेको छ। भर्खर भेट भयो। ज्याङकोट किन्ने काम भइसकेपछि हामी चाहिँ हिँडिसकेको छ। अब हामी यहाँदेखि 3 घन्टा लाग्छ अरे। अनि त्यहाँ पछाडि बल्ल बाइक राख्ने ठाउँमा खाना खाएर हाम्रो यात्रा हाम्रो ट्रेक सुरु हुनेछ। अब हेरौँ लास्टसम्म हेरौँ के हुन्छ। Just what we do. Chilling at the cookout, grab a plate. Got ribs, got wings. I just can't wait. ल साथीहरू, हामी चाहिँ तातो पानी आउन पुग्यो। यहाँको खोला चाहिँ अम्माको छोरी डेन्जी। यहाँ त पानी परेको रहेछ। हाम्रो गाउँतिर भने पानी नै परेको छैन। धाना बिउ रोप्ने भनेको पानी नै परेको छैन। यता चाहिँ यस्तो डेन्जी छ नि खोला। यहाँदेखि हिँड्ने रहेछ र जाने है क्या। हामी चाहिँ यहाँदेखि है क्या। कहाँसम्म बाइक जाने? ल है ल हेरौँ है जुम गरेर हेरौँ। ल साथीहरू, हामी चाहिँ यहाँ टक्क रेसको लागि आएको। यहाँ चाहिँ म्याप छ होइन, टक्क लाएर हामी चाहिँ अहिले यहाँ छ यहाँसम्म हुमखोलासम्म बाइकमा। अनि आज कहाँ हुन्छ एकै दिनमा नि पुग्छ अरे पुग्न। अब हामी बसेर जान्छ। हामी हुमखोलासम्म बाइक जान्छ अरे। त्यहाँबाट स्काई क्याब बसिन्छ कि हल्का माथि बसिन्छ। अनि त्यहाँ दोस्रो दिन उहाँ माथि टपमा है। ल साथीहरू, अब हामी चाहिँ यहाँदेखि हिँड्न लागेको। यहाँदेखि चाहिँ अब अफरोड छ पुरै अफरोड। हेरौँ केटाहरू चाहिँ अघि गइसक्यो। अब चाहिँ हामी चिलमा जाने। आजको हाम्रो बाइक राख्ने ठाउँ खाना खाने ठाउँ चाहिँ हुमखोला हुनेछ। त्यहाँबाट स्काई केब बसिन्छ होला आज चाहिँ। मस्त रेस गर्दै जाने भन्ने विचारमा हो। कता बाटो गयो केटाहरू? ल
साथीहरू अब चाहिँ फर्ममा अब पुरै अफरोड छ। म बाटो अप्ठ्यारो ठाउँमा चाहिँ म देखाउँछु। अब पुरै बाटो यस्तै हो। केटाहरूको बाइक राम्रो छ, अघि कुद्छ। अब हामी चाहिँ बिस्तारै जाने, केहीको हतार छैन। तिनजना दाइ अनि म मिलेर अब टक्कै ल कडा हो। हामी चाहिँ अब चलपल के भन्दैछ माथि कहाँ हो यो माउन्टेन हल्लियो कि यहाँ एकछिन। यहाँ बाटो चाहिँ खासै टफ छैन, जुन बाइक पनि आउँछ आउन। यहाँसम्म चाहिँ अब हेरौँ के हुन्छ। यही भ्यू देखाउनलाई क्यामेरा खोलेको हो, तर माउन्टले गर्दा के भयो। ल साथीहरू, अहिले चाहिँ हामी के अरे यो हिम खोला होइन, हुम खोलामा आइसकेको छ। बाटोमा चाहिँ भिडियो गराउनु पाएन, किनभने त्यस्तै भयो परिस्थिति नै। कोहीको बाइक बिग्रियो नि, बाटो नि लास्टै खतम। अनि तलै के अरे त्यो ठाउँको नाम, हामी बाइक राखेको नाम के त्यहाँ तल नि रहेछ अर्को हाइड्रो पावर, तल अझै तल त्यहाँदेखि यहाँसम्म आउन तल के हुम खोलामा आउन 2 घन्टै लाग्यो। 2 घन्टादेखि 4 घन्टा लाग्यो। 4 घन्टाको हाइक पछि टक्क अहिले हामी यहाँ आइसकेको छ। हाइकरहरू घर आइसकेको छ होइन। टक्क कस्तो छ दादा बोल्दै हो हजुर। ल बोलेन। अब चाहिँ हामी यहाँदेखि चाहिँ बल्ल हाइकिङको हो बाटो तल हिमखोलासम्म त आएर रहेछ। त्यहाँ आएर अहिले खानासाना खाएर हामी अब निस्किसकेको छ। यहाँदेखि अब आज हामी बस्न जाने ठाउँ 4 घन्टा लाग्छ। 4 घन्टा लाग्छ। के अरे हामी जाने ठाउँको नाम, आज बस्ने ठाउँको नाम स्काई केभ। स्काई केभमा गइन्छ। फुरफुरे नदी हुँदै झर्ना हुँदै फुरफुरे वाटरफल, रेड वाटरफल हुँदै गइन्छ। अब चाहिँ ल ठिक छ। अब बाटोमा भेट्नुपर्छ लस्स यो यस्तो छ। केटाहरू चाहिँ पछि तिनजना यहाँ नि हाइड्रो पावर रहेछ। यो चाहिँ ध्यान टक्क ल हामी चाहिँ अब बल्ल ट्र्याक सुरु भयो। टक्क लगाएर लगडा हो। हामी चाहिँ अहिले बिच बाटोमा चाहिँ यस्तो छ पाहाडको बिचमा टक्क लगाएर यस्तो ल साथीहरू, हामी चाहिँ बिच बाटोमा गाड गुलत भएर बसिरहेको छ। केटाहरू चाहिँ पछि आउँदैछ 3 जना, हामी चाहिँ 3 जना। अब माथि गएर नयाँ अनुभव लिने भनेर आएको। माथि अब बस्न दिन्न भन्ने खबर सुनेको छ। हेरौँ अब के हुन्छ। अहिले त समय 4-5 भएको छ। ठोस हुन्छ अहिले
सहयोग Cutting through the urban skin, where truths are spoken and tales unveiled. ल साथीहरु हामी चाहिँ अहिले ठ्याक्क अघिको पुलदेखि हल्का माथि आएदेखि यहाँ बसेको गाड गुलाट भइसक्यो। अब यहाँदेखि फुरफुरी के रे फुरफुटे के रे फुटफुटे के रे फुटफुटे वाटरफल सम्म उकालो छ। अब हेरौँ के हुन्छ। यो पुरै बाटो जाने रेलिङ लागेको बाटोबाट सब माथि अब चाहिँ हेरौँ ल लास्टसम्म हेरेर माया देखाइदिउँ। ल साथीहरु हामी चाहिँ अहिले गुराँस डाँडादेखि फेरि ओह्रालो आइसकेपछि अब चाहिँ हामी फुटफुटे डाँडा आउन लाग्यो जस्तो छ। अब हेरौँ के हुन्छ। छालै छाल त्यही जस्तो लागिरहेको छ फुटफुटे डाँडा। अब हेरौँ के हुन्छ। ल साथीहरु हामी चाहिँ कहाँ आइयो भन्ने थाहा छैन। हामीलाई चाहिँ फुटफुटे झर्ना आइयो जस्तो लागिरहेको छ। अब हेरौँ के हुन्छ। अघि गइसकेको छ 2 जना, पछि 3 जना आउँदैछ, म एक्लै। फुटफुटे झर्ना आइयो चाहिँ म त्यहाँ जस्तो लागिरहेको छ फुटफुटे झर्ना। यहाँको हेर्नुहोस् न यो हेर्न सक्छ है। यहाँको दृश्य चाहिँ यस्तो बवाल छाट झर्ना आम्माको छ। खोला पनि बढेर केही नसुन्ने भएको छ। ल है साथीहरु माथि गएर भेट्नुपर्छ है। ल साथीहरु हामी चाहिँ फुटफुटे झर्ना आइसकेको छ। यहाँ चाहिँ टोयलेट रहेछ। फुटफुटे झर्ना वाटरफल है साथीहरु, फुटफुटे वाटरफल। यहाँ त बस्ती नै रहेछ। यस्तोमा बस्ती बनाइरहेको छ। अब हेरौँ कहाँसम्म पुगिन्छ। टिसपले यहाँ त आमा बस्ने रहेछ। टिसपले है यहाँ पनि गराउँदै रहेछ। अब फुटफुटे वाटरफल चाहिँ म देखाउन गइरहेको छु। अब हेरौँ के हुन्छ। फुटफुटे वाटरफल है। West Coast dreams will never be. We riding real smooth. माथि डाँडा यस्तो छ। अहिले चाहिँ हाम्रो समय 5:15 भएको छ। अब हेरौँ हामी कहाँसम्म पुगिन्छ। अब भोलि फेरि धेरै हिँड्नु छ, रेस्ट गर्नुपर्छ। अब हेरौँ अब कहाँसम्म पुगिन्छ। त्यही हामी टेन्ट राखेर बस्ने निर्णय गरिरहेको छ। अब हेरौँ है लास्टसम्म हेर्दै जाऊँ है के हुन्छ। लस्साई हो। ल साथीहरु हामी चाहिँ अहिले सन्धि खड्कामा आइसकेको छ। फुरफुरे वाटरफलदेखि हल्का आधा घन्टा माथि उक्लेर 10 मिनट तयार जानेपछि यो सन्धि खड्कामा आइन्छ। यहाँ चाहिँ यस्तो छ सन्धि खड्काको भाइब चाहिँ। यहाँ होटलहरू पनि रहेछ। अब हामीलाई बस्न दिँदैन भन्ने हल्ला सुनेको। अब के हुन्छ यहाँ हेरौँ होइन। यहाँ चाहिँ मिठो रहेछ है। राम्रै गराएको रहेछ। सब बोकेर लिएर आउने होला हाम्रो। खच्चर नि हुँदैन होला। ल साथीहरु हामी चाहिँ यहीँ बस्ने निर्णय गरेको छ। यहाँ चाहिँ बसिन्छ अनि हामीले खाना चाहिँ लिएको चाहिँ छिट्टो पकाएर खाइन्छ। पर पर्सन 500 को हिसाबले बसेको छ। 3500मा रुममा एउटा रुममा सबजना। अब हेरौँ अब के हुन्छ। म अहिले तपाईँहरूलाई यसो रमाइलो गरेको देखाउने छु।
अहिलेलाई चाहिँ हामी के डाँडा भन्नुमा आइसक्यो बुझ्यो मैले फेरि रुमको हालत लस्चायो साथीहरू हामी चाहिँ अब ब्रेकफास्ट भनौँ कि लन्च अब लन्च कि डिनर अब के हुन्छ लाग्यो अब खाने बेलामा भेट्नुपर्छ लस्चायो ल हाम्रो त मिठो अब ब्रेकफास्ट डिनर अब यही हो क्या कति सेकेन्ड करेन्ट भएन कहाँ हो र खै भएन कि चिज स्टार्ट गर्नु इयरफोन लाएर मैले तिम्रो सुनेन मिठो लन्च ब्रेकफास्ट अब चाहिँ खाएर हामी सुतिन्छ अब भोलि भेटौँ ल